सबैलाई क्रिस्ट येशूको नाउँमा जय मसीह। आजको सुन्दर बिहानीमा तपाईँलाई स्वागत गर्न चाहन्छौँ। आउनुहोस् आजको डेली डिभोसनमा जानेछौँ र त्योभन्दा अघि हामी एउटा सानो प्रार्थना गर्नेछौँ। परमप्रभु तपाईँलाई धन्यवाद गर्दै तपाईँको सम्मुखमा आउँदैछौँ र परमेश्वर हामीसित कुरा गर्नुहोस् भनेर हामी प्रार्थना गर्छौँ। आज जो वचन हाम्रो बिचमा बोइनेछ प्रभु परमेश्वर त्यसले 100 गुणा प्रतिफल ल्याएको होस् भनेर प्रार्थना गर्छौँ। आमेन। फेरि पनि एकचोटि सबैलाई जय मसीह। अनि आजको हाम्रो वचन चाहिँ भजन सङ्ग्रह 40 अध्यायको 5 पदबाट लिएको छ। यो भजन चाहिँ दाउदद्वारा लेखिएको हो र दाउदले चाहिँ आफ्नो जीवनमा परमप्रभुलाई धन्यवाद गर्दै परमप्रभुलाई चाहिँ उचाल्दै यो भजनमा यस प्रकारले लेखेछ। हे परमप्रभु हाम्रा परमेश्वर, तपाईँले आश्चर्यजनक कामहरू गर्नुभएको छ। तपाईसँग हाम्रो लागि अद्भुत प्रकारका योजनाहरू छन्। कसैले पनि त्यस्तो सूची बनाउन सकेनन्। म घरिघरि ती कुराहरू भन्छु जुन कुराहरू अनगिन्ती छन्। आमेन। दाउदको जीवनमा परमप्रभुले गरेका कार्यहरूलाई उहाँले आफ्नो जीवनबाट वर्णन गर्दै परमप्रभुलाई धन्यवादको भेटी उहाँले चढाउँदैछ। मेरो प्रियहरू, उहाँले भन्नुहुन्छ कि परमप्रभुको पासमा हामी सबैको निम्ति धेरै प्रकारका योजनाहरू छन्, हैन? अनि पराक्रमका योजनाहरू हाम्रो सोच र विचारभन्दा पनि धेरै राम्रो योजनाहरू चाहिँ परमप्रभुको पासमा छन्। मेरो भाइ, मेरो बहिनी, जसले पनि यो वचनलाई आज सुनिराख्नु भएको छ, म तपाईँको लागि भन्न चाहन्छु, परमप्रभुले तपाईँको निम्ति एउटा राम्रो अद्भुत योजना बनाउनु भएको छ र उहाँले तपाईँलाई राम्रो प्रकारले उपयोग गर्न चाहनु लाग्नुभएको छ। मेरो प्रियहरू, म तपाईँलाई सोध्न चाहन्छु, के तपाईँ परमप्रभुको त्यो योजनाको निम्ति तयार हुनुहुन्छ कि हुनुहुन्न? मेरो प्रियहरू, धेरै मानिसहरूले भन्छन् कि म चाहिँ परमप्रभुको लागि सेवा गर्छु, परमप्रभुको पछि लाग्छु भनेर। तर त्यस्तै हुँदैन हजुर। उहाँको सेवा गर्नु छ भनेपछि उहाँको अनुसार हामीले हिँड्नु पनि पर्छ। मेरो प्रियहरू, तपाईँलाई म भन्न चाहन्छु, यदि तपाईँले उहाँको सेवा गर्न भन्नुहुन्छ भने तपाईँको लागि एउटा राम्रो योजना परमप्रभुको पासमा छ र आज प्रार्थनाद्वारा त्यो योजनालाई आफ्नो जीवनमा तपाईँले प्राप्त गर्नुहोला। ल आउनुहोस्, म यतिकै नै राख्न चाहन्छु। एउटा सानो प्रार्थना गरौँ। परमप्रभु, तपाईँलाई धन्यवाद गर्छु आजको दिनको लागि। परमेश्वर पिता, जुन वचन हाम्रो जीवनमा बोइएको छ, परमेश्वर 100 गुणा प्रतिशत फल ल्याओस् भनेर प्रार्थना गर्छु। प्रभु, हाम्रो जीवनमा अद्भुत रीतिले तपाईँले कार्य गर्नुहोस्। सबै कुरामा आदर महिमा तपाईँलाई दिँदै क्रिस्ट येशूको नाममा प्रार्थना गर्छु। आमेन। सबैलाई जय मसीह।